माइली भाउजू माइली भाउजू त्यो एक दिनमै पकाएर खाइहाल्ने पक्कु जस्तो मासुमा चाहिँ प्याज हाल्न मिल्छ मिल्दैन? एकै दिनलाई त हुन्छ, थोरै राखेर पकाउनु पर्छ। मिठो हुन्छ नि? मिठो हुन्छ। अन्त म त फेरि अब धेरै प्याज हालेको नि ग्यालात गुलुत हुन्छ नि त होइन? अनि यो चाहिँ अब त्यसरी नै पक्कु जसरी नै मोल्नु पर्यो नि त? त्यसरी नै मोल्नु। मर मसला, बेसार, अलिकति चिल्ली पाउडर, अनि नुन, अनि त्यस पछाडि अलिकति तेल राखेर यसलाई एउटा आरीमा नुन सुन हालेर मजाले मोलमाल पार्नु पर्यो होइन त? अनि मोलमाल पारेर यसलाई एकछिन छोडिदिने कि भाँडामा हालेर पकाउनु बसिहाल्ने? भाँडामा हालेर बसाउने, माथि एउटा टबर राखेर अर्को भाँडामा पानी राखेर राख्नुपर्छ। त्यो गर्दा नि हुन्छ। अनि अर्को नभए त्यो अर्को खालको के भन्छ भाँडामा पकाउँदा पनि हुन्छ होइन? हुन्छ। त्यो एउटा बिर्कोवाला भाँडा हुन्छ नि मासु पकाउने, के भाँडा भन्छ हौ त्यसलाई मम्मी? त्यसलाई कसुडी। कसुडी? कसुडीमा हाल्नु होइन अब? ए ल ल ल अब त्यसै गरी पकाउनु पर्यो है? हुन्छ त नि। हुन्छ, हस् त्यसो भए हस् त मायाला भाउजू, हस् हस् हस्। अनि यसरी मासु राख्ने अब कसुडीमा मासु राखेपछि सानो ग्यासको फ्लेममा चाहिँ बसाइदिने र छोपिदिने। तर भाँडा चाहिँ यस्तो टिलिक्क टल्केको हुनु परेन माइली भाउजू? ए अनि बेला बेला हेरी पनि राख्ने, चलाउनु पनि पर्छ। सानो ग्यासमा मजाले यसलाई पकाउने है, मजाले पाक्छ यो। अनि त्यस पछाडि पानी चाहिँ एक थोपा पनि हाल्नु हुँदैन होइन पक्कु भनेपछि? त्यसको पानी चाहिँ सुक्नु पर्यो, भित्र आफै निस्केको पानी चाहिँ सुक्नु पर्यो। त्यही पसिनाले पाक्छ, त्यही पसिना सुक्नु पर्यो। अनि पटपटी हुन्छ होइन त? बेला बेला यसो हेर्दै पनि गर्नु पर्यो। डर्छ नि त बेला बेला होइन? अनि यत्तिको मासु पाकेपछि यो मासु के भन्छ त माइली भाउजू? यसलाई पक्कु भन्छ। पक्कु खाउँ खाउँ भन्छ? भन्छ नि अब। तिमीलाई त खाउँ खाउँ भन्दैन होला? तिमीलाई र मलाई त भन्दैन नि, के गर्नु अब। के भन्छ हौ, पाकेर यत्तिको भएपछि चाहिँ पक्कु रेडी होइन त? यसलाई डढेको भन्दैन नि, खरिएको भन्छ होइन त? ल हाम्रो पक्कु रेडी भयो।